हेलो गाइस, अहिले चाहिँ हाम्रो सिन्दुर पोतेको कार्यक्रम चलिरहेको छ। भगाएर ल्याइसकेको बादको भिडियो हो यो। तपाईँले लास्टसम्म हेरिदिनु होला। सिन्दुर पोतेको बादमा फेरि हाम्रो हुनेछ ढोक बेद। सबैजनालाई दाजुभाइ जब पनि आफ्नो मान्छेसँग चिनाजाना हुन्छ, ढोक बेद हुन्छ, टिकटालो हुन्छ र टिकटालोको बादमा फेरि हाम्रो हुनेवाला छ डान्सको कार्यक्रम हुन्छ केटाहरूसँग हैन। र यसरी चल्यो मेरो गाइस योपालिको हाम्रो बिहा भन्दिम हैन। अब सानोतिनो त बिहाई हो, टिकटालो मात्रै गरेको खासमा। ठुलो बिहा गरिएन साथीहरू हैन, सानोतिनो सिन्दुर पोते मात्रै गरेको। यसमा बेसी भिडभाड छैन। जो चाहिँ अब आसपासको छरछिमेकीले मात्रै बोलाएर चाहिँ सानोतिनो एउटा गाउँघरमा कस्तो प्रकारले चल्छ तपाईँलाई थाहै छ। त्यो प्रकारको यहाँनिर मैले कार्यक्रम चलिरहेको छु र यो भिडियोमा तपाईँले सबै देख्न सक्नुहुन्छ। सर्टकटमा म भिडियो हालिरहेको छु हैन, जहाँ चाहिँ हाम्रो ढोक बेददेखि लिएर टिकटालोदेखिको लिएर हर कार्यक्रम यहाँनिर सर्टकटमा मैले लगाएर चाहिँ भिडियोमा। र अहिले चाहिँ भित्रिने कार्यक्रम भइरहेको छ र भिडियोलाई लास्टसम्म हेरिदिनुहोस् अनि मन पऱ्यो लाइक गरिदिनुहोस् मेरो भिडियोलाई। ल है फाइनली हामीले बिहा गरिदियौँ गरेको हो गाइस। हामीले बिहा गरिदियौँ फाइनली। यता हाम्रो दर्शकहरू पनि छ, हेरिरहनु भएको छ उहाँहरू पनि। बस्नुहोस् सबैजना बस्नुहोस्। गरेकै अब पक्का सिन्दुर खोल्न आएको छैन रहेछ केटालाई, अन्त कहाँबाट हो कहिले लगाइदिन्छ। पहिला सिन्दुर न खोज्न बोलेको लगाइसक्यो सिन्दुर। आज धेरै पानी भयो है लाग्यो भने अब एकपल्ट खानु पाउँदैन है। गाइस यो चाहिँ मेरो आज सिन्दुर पोते भयो हैन। घरमा ल्याइ पुऱ्याएँ मैले, जो मैले तपाईँलाई पुरा गरेको चाहिँ घरमा आइपुग्यो। यहाँसँग सिन्दुर पनि गरेको रातै छ। बेहुलाको त्यसमा बसिरहेको छु गाइस, सँगालिरहेको छ। यता मान्छेको हल्ला भइरहेको छ, घरमा पुरै हल्ला छ। यता एकजना बसिरहेको छ, बेहुली सिङ्गारी हुँदैछ पुरा। उयो भयो मलाई के थाहा कसलाई लग्यो। लु जाउँ, कहाँ जानुपर्ने।
राम्रो छ हाम्रो ल साथीहरू यो चाहिँ मेरो लास्टको कसले पठाउने गाडीहरू चाहिँ मैले पठाउँदैछु हैन यहाँबाट चाहिँ अब उनीहरू र यस्तै चोरको स्वरमा भनेर भनिन्छ